हेलो 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 गाइस, आज धेरै दिनपछि म मेरो युट्युब च्यानलमा आएको छु। आज म गाउँघरमा आएको बेला तपाईँलाई एउटा रोचक भन्नाले एउटा कमेडी टाइपको एउटा कमेडी सुनाउन चाहेँ, अथवा मैले देखेअनुसारको है त। म चाहिँ फेसबुक वाल अथवा युट्युब च्यानलमा हेर्दै थिएँ, एक्कासी आयो क्या विजय साईले साँच्चीकै गिनिज बुकमा नाम लेखाए होइन, वर्ल्ड रेकर्ड कायम गरे भनेर एक्कासी आयो के। अब मैले सोचेँ के को बारेमा हो त भनेर सोच्दाखेरि त तपाईँले देखिसक्नुभयो होला के को बारेमा भनेर। मैले खासै यसको बारेमा बखान गरिराख्नु नपर्ला है त। तपाईँले फोटोमा देखेअनुसार पहिले के लाग्थ्यो क्या विजय साईले के अब एक्कासी आउँदा त तपाईँलाई थियो नि चर्चा परिचर्चा विजय साईको सुन्नु नै भएको छ, मैले बखान गरिराख्नु पर्दैन है। तपाईँले सुन्नु नै भएको छ, कति चर्चा छ कति परिचर्चा छ होइन, नेगेटिभ छ कि पोजिटिभ छ तपाईँले देखिसक्नु भएको छ। अब त्यो चर्चा परिचर्चासँगै फेरि एक्कासी आयो विजय साईले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाए भनेर। अब के को बारेमा रहेछ त भनेर बुझ्दाखेरि त त्यो हुन्छ नि खुट्टा माथितिर फर्काएको त्यो बसेर, अब त्यो 27 मिनट कि कति होइन कति बनिरहेको थियो। अब त्यसको बारेमा पनि त्यस्तो पनि हुन्छ जस्तो लाग्यो क्या मलाई चाहिँ होइन। अब के नहोला जस्तो, अब मरेको मान्छेलाई जिउँदो बनाउँछ होला भनेर, अब त्यत्रो होइन मेमोरी रेकर्ड स्मरण शक्ति तेज भएको केटा भनेर सबैले के भनेको त अब के ठुलै गर्ला नि त, बाहिर आइसकेपछि त ठुलै गर्ला नि त भनेको त लास्टमा के भयो हेर्नुभयो तपाईँले चर्तीकला कस्तो भयो विजय साईको। फोटो देख्न सक्नुहुन्छ, फोटो हेर्नुहोस् कस्तो छ फोटो, तपाईँलाई देखाइ पनि रहेको छु मैले कस्तो छ फोटो भनेर। लास्टै कमेडी टाइपको के। हुन त मान्छे भाइरल त भाइरल भयो, तर नेगेटिभ तरिकाले भाइरल भयो क्या होइन। सुरुमै अब मान्छे एक्कासी म केही सक्दैन बरु होइन, म त्यत्तिकै झुटो हो, म त्यो कपोकल्पित हो, त्यत्तिकै भनिएको हो, मलाई फसाइएको हो भनेर भन्नु नि यार सहजै रूपले। यार किन नाना थरी गरेर लुकेर बसेर यार जिन्दगी नै खराब गर्नु यार। बरु राम्रोसँग पढेर लेखेर आफ्नो जिन्दगी राम्रोसँग बिताउनु नि यार। यसरी छलेर के नगर्छु भनेर मान्छेको आँखामा छारो हालेर किन हुन्छ र यार। कस्तो कमेडी टाइपको तपाईँले देख्नु, मलाई चाहिँ लास्टै अर्कै लाग्यो क्या, मजाक जस्तो लाग्यो के न जस्तो लाग्यो यार। अब तपाईँहरूको प्रतिक्रिया के छ त्यसमा, तपाईँले कसरी देख्नु भएको छ कसरी हेर्नु भएको छ होइन। मलाई चाहिँ लास्टै लाग्यो यार त्यसरी यार। मलाई त के नहोला भनेर यसो हेरेको त होइन। अब के हो यार, अब यस्तो पनि हुँदो रहेछ क्या मान्छे। अब हुन त मान्छे भएपछि के नहुन्छ है। अब आज चाहिँ मैले बनाउन खोजेको भिडियो चाहिँ अर्कै हो, तर यो एक्कासी मैले देख्दाखेरि हल्का मैले अब हजुरहरूको पनि मुड फ्रेस होस् भनेर हल्का जोक हानिदिएको त है त। अब चाहिँ अर्को भिडियोमा भेटौँला फेरि है त। हस् त, धन्यवाद।